आज चाहिँ हामी हाइकिङ जान लागेको मनिचुर दह प्रज्ञान मेरो मिना टाइमजिङ तिमी यति राम्रो मुख नछोप न है तिम्रो मैचाङहरूले देखेर यसो है अब हाम्रो हाइकिङ फाइनल सुरु भएर लागिसक्यो डेस्टिनेसनसम्म आइपुग्न आइसक्यो हाइकिङ जाँदैछ त अनि मेनका अब हाम्रो हाइक चाहिँ यहाँबाट सुरु हुँदैछ है अब यहाँनिर टिकट काटेर अनि इन्टर गर्ने हो सबैजना पैसा साह्रै छ भने दिनु नि त नि मेरो हामी मनिचुर जाने भनेर आएको है मिलेन मनिचुर त यहाँबाट जाँदै जाँदैन अरे सुन्दरजलबाट जान्छ अरे मान्छे नै अब यताउति भयो के भयो जम के जम 05 हो खै कति 05 हो कि होइन हाम्रो हाइक क्यान्सल भयो है साथीहरू क्यान्सल भयो भएन हाम्रो हाइक क्यान्सल भयो आज अब यही तलमाथि गरौँ होइन जम्रा दिदी गइसक्यो मान्छेले यतैबाट जाने हो हेर सबिना उताबाट गएको टाढा भयो अनि यताबाट त एकदम नजिक भयो भने नि त सुन्दरजल त लास्ट पोइन्टमा रहेछ कि लास्टमा जम्ना दिदी गइसक्यो यताबाट गएको ऊ सुन्दरजलबाट गएको रे अनि पछि फर्केर चाहिँ यो बाटो आएको रे कि भनेर यो बाटो नजिक भन्यो कि यतारि हिँड्दै गयो भने पुग्थ्यो होला त त्यही भनेको मैले अब हाइकिङ गर्न आएको मान्छे यहाँ खोइ कसैले अब यत्रो ट्याक्सी चढ्नु पर्छ ट्याक्सी होइन ट्याक्सी चढेर पनि त्यहाँ ट्याक्सी चढेर चाहिँ नजिकै होला बरु हिँड्न आएको होइन किनकि हाम्रो सुन्दरजल जाँदा एकदम कन्फ्युजन बाटो खाएर कि यहाँबाट सक्दैन रे हामी जानलाई हो र हरायो भने है त्यही भनेको होइन मान्छे हरायो भने झन् राम्रो सुन्दरजल जान हामी सक्दैन है यहाँबाट बाटो भइहाल्छ अनि कोही छैन होला जाने गुगल बाबा जिन्दाबाद अब अहिले कति रिसाको म घर जान्छु तिमीहरू त मनिचुर यताबाट जाने होइन भनेपछि केटीहरू रिसाएर फरार भएर झोला बोकेर खानेकुरो बोकेर अगाडि भाग्यो मेनका बल्ल हाम्रो हाइकिङ सुरु भयो यहाँबाट सुन्दरजलबाट डेढ घन्टा पुग्छ यता हो देऊ पानी देऊ बाटो हिँड भइरहेछ हरायो हामी हराएछौँ बिहानदेखि नै हो होइन भाइ म पछाडि नबस्ने भने पानी त पिउन मन लागेको छ अरूभन्दा नि तिमीले पिएन र अघि घाँटी भिजाउनलाई मात्र खत्तम जो ल भन भाइ के भयो आज हाम्रो हाइकिङ हाइकिङ भन्दा ट्रेकिङ भए जस्तो लाग्यो त्यति हो रमाइलो लाग्यो त रमाइलो होइन यहाँ बिजोग भएको छ हिँड्न नसकेर पानी प्यास लाग्यो पानी पनि सक्यो खाना कुरा चाहिँ मिठो बनाउनु भएको रहेछ दिदीहरूले एकदम स्वाद मानी खायो अहिले चाहिँ हिँड्दा खाएको सबै निस्किसक्यो गयो जङ्गलमा फाइनल्ली बिहान 7 घन्टा हिँडेपछि बल्ल आइपुग्यो मनिचुर त साथीहरू मर्छ क्या आज हामी सब डल्यो म गाह्रो सुत्यो यस्तो सुताइदियो मलाई कहिले पनि भएको थिएन होला आनन्द
मनी सुटको हाइकिङ पनि सक्यो। अब हामी बेलुका कतिखेर पुग्छ के पुग्छ थाहा भएन है। बाटो हराएर जङ्गलमा हराएर बल्ल बल्ल निस्किएर आइपुग्यो यहाँ। ल साथीहरू तपाईँ पनि आउनु त आउनु, तर सुन्दरजलको बाटो चाहिँ नआउनु। साकुको बाटो हुन्थ्यो आउनु होला, अलिक छिटो छ। हामी सुन्दरजलको बाटो आएर चाहिँ हामी हरायो कि बाटो नै बिर्सेर हरायो। हाइकको लागि चाहिँ राम्रो छ ठाउँ त, अब त्यस्तै अब भिडियो अनुसार चाहिँ त्यही हो, बुझ्नु न। ल ल ल साढे 6 बजे 7 बजे